नमस्कार सम्पूर्णमा शुभ बिहानी। श्रीमा मनगाउँ नपच तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित 2 दिने अध्ययन अवलोकन भ्रमण अन्तर्गत गोर्खा, बारपाक, लारपाक, लिगलिगकोटका लागि हामी चितवन भरतपुरबाट निक्लिसकेका छौँ। गाडीमा निकै नै रमाइलो गर्दै नाचगान गर्दै हामी बिहान सबेरै निक्ल्यौँ। बाटोमा चिया नास्ता गर्दै रमाइलो गर्दै नाचगान गर्दै हामी गोर्खाका लागि निक्ल्यौँ। हामी अहिले गोर्खाको सङ्ग्रहालयमा छौँ। गोर्खा बजारमा रहेको सङ्ग्रहालयमा विभिन्न पौराणिक पुराना सामानहरूलाई अध्ययन गर्दै निकै नै रमाइलो फोटो भिडियोहरू बनाउँदै हामी गोर्खा सङ्ग्रहालयलाई पनि बिट मार्दै हामी त्यहाँबाट त्यो दिन बारपाक हुँदै लारपाक निक्लिएका छौँ र यति बेला हामी लारपाक पुगेका छौँ। निकै नै दुःखदायी यात्रा, बाटोको निकै समस्याका कारण पनि हामी यति बेला लारपाक पुगिसकेका छौँ। लारपाकमा यो सुनौलो बस्ती देख्न सक्नुहुन्छ। एकरूपताका रूपमा बनेका घरहरू यहाँहरूले देख्न सक्नुहुन्छ। निकै नै रमणीय लालीगुराँसले ढकमक्क ढाकिएको छ लारपाक। लालीगुराँस पनि थरी कलरमा देख्न सक्छौँ। एकरूपताको रूपमा घर बनिरहेका छन्। हामी लालीगुराँससँग रमाइरहेका छौँ र हामीले बारपाकको यो भूकम्प पार्कबाट लिएको यो तस्बिर भिडियो तपाईँलाई देखाउन चाहन्छौँ र यो भिडियो यस्तो रह्यो जहाँ यस्ता घरहरू बनिसकेका छन् भूकम्पपछि र त्यसपछि हामी लगत्तै लिगलिगकोट पुग्यौँ। लिगलिगकोट नेपालकै सबैभन्दा ठुलो झन्डा रहेको कुरा पनि यहाँहरूलाई अवगत गराउन चाहन्छौँ। निकै नै रमणीय, निकै नै राम्रो र नेपालकै सबभन्दा ठुलो झन्डा